हुन तिमी मैले भनेको ठाउँमा आएर बस्यौ नि। हेर न, मैले बाबुलाई तिमी हस्पिटलमा छौ भनेर राटेको थिएँ। तिमीलाई अरूको घरमा देख्दा उसले धेरै कुराहरू सोध्न सक्छ, त्यसैले मैले तिमीलाई त्यहाँ बोलाएको हो। हामी तिमीलाई लिन आउँदैछौँ। हजुर, म पर्खेर बसिरहेको छु। अनि अर्जुन अनुरोधलाई सबै कुरा भन्नुभयो नि? भनेको छैन मुना, मैले भन्न सकेकै छैन। तिमीलाई भेट्ने भनेर ऊ कति धेरै खुसी छ। अब हामी भेटेर नि उसलाई सबै कुरा भनौँला नि है। खै हाम्रो जीवनमा यो कस्तो छैन यो अर्जुन। यतिका समयपछि म आफ्नो छोरालाई भेट्दैछु अनि मनमा खुसी भन्दा पनि डरै डर भरिएको छ। कतै अनुरोधले मलाई आफ्नै आमा होइन भन्यो भने? भन्दैन मुना, तिमी कति यही चिन्तामा बस्छौ। प्लास्टिक सर्जरी गरिसके पछाडि तिमी सधैँ यही कुराको चिन्तामा छौ, आफ्नै छोराले आमा भनेर नचिन्ला कि भनेर। उसले तिमीलाई जुनसुकै हालतमा नै चिन्छ मुना, तिमी चिन्ता नगर न, हामी तिमीलाई लिन आइहाल्यौँ। हस्, यति केही गरी मलाई मेरो छोराले चिनेन भने त म त जिउँदै मरे तुल्य हुन्छु अर्जुन। अनुरोध, आमाको अगाडि किन त्यसरी रिसाइरहेको? कति पछि आफ्नो आमालाई भेट्दा आमाले तिमीलाई अँगाल्दा किन त्यस्तो गरेको बाबु? होइन, उहाँ मेरो आमा होइन, म उहाँलाई चिन्दिनँ। यतिका दिनसम्म आमा भेटाउँछु भनेर कसलाई भेटाउनु भयो बाबा? उहाँ मेरो आमा होइन, उहाँ मेरो आमासँग भेटाउनुहोस्। अनुरोध, भिरबाडल लडेर तिम्रो आमाको अनुहारभरि चोट लागेको थियो। डाक्टरले उसलाई बचाउनको लागि, उसको अनुहारको घाउ निको बनाउनको लागि उसको अनुहारको प्लास्टिक सर्जरी गर्नुपर्छ भन्नुभयो। त्यस कारणले गर्दाखेरि मैले धेरै पैसा खर्च गरेर आमाको उपचार गरेको, आमालाई बचाएको। यदि आमाको सर्जरी नगरेको भए आमालाई जे पनि हुन सक्थ्यो। तिमीले आमाको अहिलेको यो अनुहार पनि हेर्न पाउँदैनथ्यौ बाबु।